ल दर्शकवृन्द, बाली बिरुवालाई चाहिने सबैभन्दा महत्त्वपूर्ण चाहिँ एनपीके भन्छ, नाइट्रोजन, फस्फोरस र पोटासियम। यसको लागि चाहिँ हामी जहिले पनि मल भनिरहन्छौँ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण मलको स्रोत चाहिँ मानव मलमूत्र हो। यहाँ विभिन्न प्रकारका मलका स्रोतहरू चाहिँ छन्। त्यसमध्ये पनि यो सुन्दा र हेर्दा चाहिँ मानव मलमूत्र चाहिँ अत्यन्तै घिनलाग्दो र मानवका लागि पनि, मान्छेको नजरमा पनि यो चाहिँ अत्यन्तै न्यून स्तरको भए पनि सबैभन्दा धेरै मात्रामा एनपीके पाउने स्रोत भनेको चाहिँ मानव मलमूत्र हो। त्यसमध्येको पनि मूत्रको चाहिँ आज हामी प्रयोग गरेर देखाउँदैछौँ। विशेष गरी मानव मूत्र प्रयोग गर्दाखेरि चाहिँ यसमा अपनाउनु पर्ने सुरक्षाका उपायहरू चाहिँ मास्क र हातमा पन्जा चाहिँ अनिवार्य हुनुपर्छ। त्यो चाहिँ आज संयोगवश हामीसँग उपलब्ध छैन, तैपनि प्रयोग गरेर चाहिँ देखाउँछौँ। मैले अध्ययन गरे अनुसार, अध्ययनभन्दा पनि अनुभवमा कम्तीमा 1:5 अथवा 1:4 को रेसियोमा चाहिँ मानव मूत्र र पानीको मात्रा मिसायो भने यसमा चाहिँ बाली बिरुवालाई उपयुक्त हुन्छ भन्ने चाहिँ छ। धेरै मात्रामा प्रयोग गर्न सक्यो भने, धेरै मात्रामा चाहिँ प्रयोग गर्यो भने यसमा पाउने केमिकलको कारण चाहिँ बिरुवालाई असर गर्छ र बिरुवा मर्ने सम्भावना हुन्छ। तर पानीसँग मिसाएर प्रयोग गरेको खण्डमा चाहिँ यसले चाहिँ बाली बिरुवालाई राम्रो सपोर्ट गर्छ भन्ने चाहिँ मैले सुनेको, देखेको र अनुभव गरेको हिसाबले चाहिँ आज चाहिँ म चाहिँ 1:5 अथवा 1:6 को रेसियोमा चाहिँ भनेको चाहिँ एक भाग हिसाब, एक भाग चाहिँ पानीको मात्रा प्रयोग गरेर म तपाईँहरूलाई अथवा म प्रयोग गरेर देखाउने छु। यसको रिजल्ट चाहिँ कस्तो आउनेछ पछि यो पनि म देखाउने छु। तर तपाईँहरूले यदि प्रयोग गर्नुभयो भने चाहिँ सुरक्षाको उपायहरू कम्तीमा मास्क र हातमा पन्जा चाहिँ लगाउँदा राम्रो, किनभने यसको चाहिँ सङ्क्रमण चाहिँ मान्छेको शरीरलाई पनि अलिकति हुने भएकोले सुरक्षाका उपाय चाहिँ अपनाउँदा राम्रै हुन्छ। तर हामी चाहिँ पहाडी एरियामा हुर्केको भएकोले हिसाबमा चाहिँ त्यसको सङ्क्रमणहरू चाहिँ कम नै हुन्छ।